शीर्षक दिदीको माया। एक बिहान घामको हल्का घाम झ्यालबाट भित्र छिरिरहेको थियो। आभा खेल्दै थिए अनि आध्या ओछ्यानमा पल्टेर दिदीलाई हेर्दै थिए। आध्या, तिमी उठ्यौ? आभाले नजिकै आएर सोधी। आध्या आ भन्दै हात फैलाउँदै दिदीलाई अँगाल्न खोजी। आभाले उसलाई अँगालो हालिन्। तिमीलाई खाना खान मन छ? आभाले सोधिन्। आध्या मुस्कुराई र टाउको हल्लाई। ठिक छ, म तिमीका लागि खिचडी ल्याइदिन्छु। आभा दौडिएर आमालाई बोलाउन गइन्। थप केही बेरपछि आभा सानो चम्चामा खिचडी लिएर फर्किन्। आध्या, मुख खोल है। आध्या मुस्कुराउँदै बब्बा बब्बा गर्दै मुख खोलिन्। मेरो सानी बहिनी त एकदमै मिलेको खाने भइछ, आभा खुसी हुँदै भनिन्। पछि आध्या खेल्दै गर्दा ठेस लागेर रोइन्। हाय, सानीलाई दुख्यो। आभा तुरुन्त दौडेर आइन्। उनले आध्याको हात समाइन्, फुक गरिन्। अब ठिक भयो? उनले सोधिन्। आध्या भन्दै चुप लागिन् र दिदीलाई टुलु हेर्न थालिन्। डराउनु पर्दैन है, म सधैँ तिमीसँग छु, आभाले हात समाउँदै भनिन्। राति सुत्ने बेलामा आभा आध्याको ओछ्यानमा बसेर लोरी गाउन थालिन्। नानी सुत न, आकाशमा तारा, माया गर्छे दिदी तिमीलाई सारा। आध्या दिदीको स्वरमा ढल्किँदै निदाउन थाली। आभाले मुस्कुराउँदै आध्याको निधारमा चुम्बन दिइन्। सपना पनि म मिठा देखाउँछु है, उनले फुसफुसाइन्। र त्यो रात दुवै बहिनी मायाको अँगालोमा एकअर्कालाई अँगाल्दै निदाए।